नमस्कार, स्वागत छ यहाँलाई बीचमाइट नेपाल युट्युब च्यानलमा। आज पनि उद्यमशीलता विकास अन्तर्गतको अर्को विषयवस्तुको भिडियो लिएर आएको छु। आशा छ यो भिडियोबाट यहाँहरूलाई पक्कै पनि लाभ मिल्नेछ। अघिल्लो भिडियोमा आम्दानी के हो, आम्दानीका मुख्य स्रोतहरू के हुन्, ती स्रोतहरूमध्ये भरपर्दो स्रोत व्यवसाय हो र के कारणले व्यवसाय हो भन्ने विषय पनि हामीले बुझिसकेका छौँ। त्यसैगरी व्यवसायमा पुग्ने खुट्किलाहरूको विषयमा पनि हामीले चर्चा गरिसक्यौँ र व्यवसायको फाइदा अथवा महत्त्व के रहेको छ भन्ने विषयमा पनि हामीले विस्तृत रूपमा चर्चा गरिसक्यौँ। त्यसैगरी उद्यमशीलता के हो, उद्यमशीलताको के विशेषता रहेको छ, उद्यमशीलताको के महत्त्व छ र एउटा उद्यमी र एउटा कामदार बीचमा के कस्तो भिन्नता रहेको छ, उद्यम गर्न उपयुक्त हुन्छ अथवा नोकरी गर्न उपयुक्त हुन्छ भन्ने विषयमा पनि हामीले फरक थाहा पाइसकेका छौँ। त्यस्तै गरी नेपालको समग्र आर्थिक विकासमा उद्यम व्यवसायले कस्तो भूमिका निर्वाह गरेको छ भन्ने विषयमा पनि हामीले चर्चा गरिसकेका छौँ। त्यस्तै गरी उद्यम सफलताको कारण र उद्यम असफल हुने कारणको विषयमा पनि विस्तृत रूपमा चर्चा भइसकेको छ। भने सफल उद्यमी हुनका लागि कस्तो खालको विशेषताहरू हुनुपर्दछ अथवा के विशेषताहरू भयो भने एकजना व्यक्ति सफल उद्यमीको रूपमा हुन सक्छ भन्ने विषयमा चाहिँ भिडियो अघिल्लो भिडियोमा हामीले अपलोड गरिसकेका छौँ। यदि यहाँहरू अहिलेसम्म पनि उक्त भिडियो हेर्नु भएको छैन भने अवश्य पनि हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आजको प्रस्तुतिकरणतर्फ लाग्न चाहन्छु। आजको विषय छ महिला उद्यमशीलता, व्यवसायमा महिलाको आवश्यकता तथा व्यवसाय गर्दा आइपर्ने समस्या। सबभन्दा पहिले म व्यवसायमा महिलाको विषयमा चर्चा गर्न गइरहेको छु, जसमा व्यवसाय र परिवार बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा यसमा चाहिँ चर्चा गर्दैछु। सर्वप्रथम यो चित्रबाट पनि परिवार र व्यवसायको कस्तो खालको सम्बन्ध हुँदाखेरि कस्तो असर पर्छ व्यवसायमा भन्ने प्रश्न हुन सक्छौँ। जस्तै यहाँ एउटा आँपको रुख छ र रुखबाट त्यो महिलाले आँप झारिराख्नु भएको छ र उहाँको श्रीमान रुखको छहारीमा पल्टिराख्नु भएको छ भने उहाँले उक्त आँप झारिसकेपछि सँगसँगै परिवार दोस्रो चित्रमा हामीले हेऱ्यौँ भने त्यो महिला र उहाँको श्रीमान बीच विवाद भइरहेको जस्तो पाउन सक्छौँ र उता बच्चा बच्ची खेलिरहेको अवस्था छ र तेस्रो चित्रमा त्यो महिलाले उक्त चाहिँ आँपको जुस तयार गरेर बिक्री गर्दाखेरि एक हातले चाहिँ उक्त सामान बिक्री गर्नु परेको अवस्था छ भने अर्को हातले बच्चा हेर्नु परेको अवस्था छ भने श्रीमान उता चुरोट खाएर बसिरहेको अवस्था छ भने अर्को चित्रमा हामीले श्रीमानले उक्त बिक्री गरेको चाहिँ पैसा जुन महिलाले कमाएको छ त्यो पैसा मागिरहेको अवस्था छ भने उतातिर साउले पनि पैसा मलाई तुरुन्त चाहियो भन्ने अवस्था छ र बिचमा हामीले हेऱ्यौँ भने अब उसले व्यवसाय गरिसकेपछि पनि उसको चाहिँ बाकस्ता ऋतु हुने अवस्था यहाँ देखिन्छ। यसबाट हामी के प्रश्न हुन्छौँ भने एकजना महिलाले व्यवसाय गर्न चाह्यो भने उसको दोहोरो भूमिका हुन्छ। जस्तो परिवारमा बालबच्चा हेर्नेदेखि लिएर पारिवारिक काम गर्नुपर्ने छँदैछ, अर्को व्यवसाय पनि उसले गर्नुपर्ने हुन्छ, जसले गर्दा उसको दोहोरो भूमिका हुन्छ र उक्त भूमिका निर्वाह गर्ने क्रममा यदि परिवारले सहयोग गरेन भने यसरी व्यवसाय गरेर लास्टमा रित्तो हात हुनुपर्ने अवस्था यो चित्रले देखाउँछ। त्यस्तै गरी अर्को चित्र रहेको छ र अघिको र यो चित्रमा अलिकति हामीले फरक देख्न सक्छौँ। यहाँ चाहिँ श्रीमान श्रीमतीहरूमध्ये श्रीमानले आँप झारिराख्नु भएको छ
भने श्रीमतीले त्यो ढोकामा टिपेर राखिराख्नु भएको छ र अर्कोतिर यसबाट उहाँले जुस बनाउने काम गरिराख्नु भएको छ भने उहाँको श्रीमानले बालबच्चाहरूलाई तयारी गरेर स्कुल पठाउने काम गरेको देखिन्छ। त्यस्तै गरी तेस्रो चित्रमा हामीले उक्त महिलाले आफूले उत्पादन गरेको सामान बिक्री गरिराख्नु भएको छ र श्रीमानले बच्चा हेर्ने काम गर्नु भएको छ भने सामान बिक्री गरिसकेपछि भएको आम्दानीको हिसाब किताब दुईजना मिलेर गरिराख्नु भएको छ र त्यसबाट उहाँले परिवारका लागि चाहिने सामग्रीहरू खरिदसँगै पैसा बचाएको यहाँ देखिन्छ। यसरी हेर्दाखेरि यो चित्रबाट र अघिको चित्रलाई हामीले विश्लेषण गर्दा यदि परिवारको साथ पाइयो भने महिलालाई व्यवसाय गरेर अगाडि बढ्नका लागि एकदम सहज हुन्छ र उहाँहरू दोहोरो भूमिकामा यदि पुरुषले पनि उहाँलाई साथ दिनुभयो भने त्यो व्यवसायबाट गरेर नाफा आर्जन गर्नलाई कुनै ठुलो समस्या नभएको चाहिँ यो चित्रबाट हामीले प्रष्ट हुन सक्छौँ। यसरी यी दुईवटा चित्रहरूलाई हामीले आधार मान्यौँ भने र हाम्रो गाउँघरतिर हाम्रो ग्रामीण क्षेत्रमा हाम्रो घर चाहिँ समाजमा हेऱ्यौँ भने जुन घर परिवारमा महिलाले उद्यम व्यवसाय गर्ने अथवा आय आर्जन गरेर केही आम्दानी गर्ने चाहनुहुन्छ उहाँहरूलाई यदि परिवारले सहयोग गरेको देखियो परिवारले सहयोग गरेको पाइयो भने उहाँहरू उक्त आय आर्जनमा अगाडि बढेको पाउँछौँ भने जुन घर परिवारमा महिलालाई साथ सहयोग दिएको हुँदैन त्यस्तो अवस्थामा महिलाले गर्न चाहेर पनि आय आर्जनमा कुनै सफलता हासिल गरेको हामीले पाउँदैनौँ। अब यो दुई चित्रको फरकबाट हामीले के पाउँछौँ भन्दाखेरि महिलालाई पनि उद्यमशीलतामा लगाउनु आवश्यक रहेको पाइयो र यहाँ त्यही विषयमा चाहिँ महिला उद्यमशीलताको आवश्यकता भन्ने चाहिँ विषयमा अब म चर्चा गर्न गइरहेको छु। राष्ट्रिय अर्थतन्त्रमा महिलाको सहभागिता, महिला सशक्तिकरण, आत्मनिर्भरता, नेतृत्व विकास र आर्थिक स्तर दोहोरो बन्न सकेमा महिलामाथि हुने सबै प्रकारको हिंसा समेत न्यूनीकरण हुन सक्ने छ। यसरी चाहिँ यदि महिलाहरूलाई उद्यममा लगाइयो, उहाँहरूले आय आर्जनमा लगाइयो, उहाँहरूको आय स्तर वृद्धि भयो भने त्यसले महिलालाई के गर्छ त भन्दाखेरि राष्ट्रिय अर्थतन्त्रमा पनि उहाँहरूको सहभागिता देखिन्छ। अनि त्यस्तै गरी महिलाको सशक्तिकरण हुन्छ। जब महिलाले कमाउन थाल्नुहुन्छ उहाँहरूले धेरै कुराहरू बुझ्नुहुन्छ, उहाँहरूको क्षमतामा विकास हुन्छ, उहाँहरूको सशक्तिकरण समाजमा चाहिँ उहाँहरूको अगाडि बढ्न सक्नुहुन्छ, उहाँहरू आत्मनिर्भर अरूको भर नपर्नुपर्ने अवस्था हुन्छ। त्यस्तै गरी जो महिलाले राम्रो कमाउनु भएको छ, आय स्रोत छ जो महिलाको, उहाँहरूले समाजलाई पनि नेतृत्व दिन सक्नुहुन्छ र त्यसरी नेतृत्व विकास गरेर आर्थिक स्तरलाई दोहोरो बन्नको लागि महिलालाई उद्यम व्यवसायमा संलग्न गराउन आवश्यक हुन्छ। र त्यस्तै गरी महिलाहरू जुन अहिले हिंसामा परिराख्नु भएको छ त्यो हिंसामा पर्ने महिलाहरू जो चाहिँ एकदम कम पढे लेखेको चाहिँ समाज बाह्य कुराहरू नबुझेको, आय आर्जनमा संलग्न नभएको महिलाहरू हिंसामा परिरहेको अवस्था छ। त्यसलाई न्यूनीकरण गर्नको लागि समेत महिलालाई उद्यमशीलतामा संलग्न गराउनु पर्ने आवश्यकता रहेको छ। त्यस्तै गरी दुई चार पैसा आर्जन गर्न सकेमा आफ्नो सन्तानलाई पौष्टिक आहार, राम्रो शिक्षा दीक्षा दिनका लागि अरूसँग निर्भर हुन नपर्ने भएकोले पनि महिला उद्यमीहरूको सङ्ख्या बढाउन आवश्यक देखिन्छ। भन्नुको मतलब चाहिँ यदि महिला आय आर्जनमा लाग्नु भएको छ भने त्यो महिलाले आफ्नो सन्ततिको लागि आफूले कमाएको पैसा लगानी गर्न सक्नुहुन्छ। जस्तै आफ्नो बालबच्चाका लागि पौष्टिक आहारहरू, सन्तुलित आहारको व्यवस्था गर्ने, शिक्षा दीक्षा राम्रो तरिकाले दिलाउन सक्ने अवस्था चाहिँ हुन्छ। जस्तो कुनै पुरुषले मासिक रूपमा 10,000 रुपियाँ कमाउँछ भने उले त्यो 10,000बाट 5-7 हजार रुपियाँ मात्रै घर परिवारमा लगाउन सक्ने अवस्था हुन्छ, अरू बाह्य खर्च गर्ने हुन्छ भने एकजना महिलाले यदि 10,000 रुपियाँ कमायो मासिक रूपमा भने उसले त्यो सम्पूर्ण 10,000 पैसा
आफ्नो बालबच्चाका लागि पौष्टिक आहारमा शिक्षा दीक्षा घर परिवारको लागि खर्च गर्ने अवस्था हुन्छ। भन्नुको मतलब चाहिँ बढी यदि महिलाले कमाएको पैसा चाहिँ बढी सदुपयोग चाहिँ हुन जान्छ। त्यसैगरी आर्थिक रूपमा महिलालाई बलियो पार्नु भनेको घर समाज राष्ट्रको उन्नति गर्नु पनि हो। भन्नुको मतलब महिलालाई यदि आर्थिक रूपमा बलियो पार्यो भने उसले घर व्यवहार चलाउन सक्छ, समाजमा उसले नेतृत्व गर्न सक्छ र जसले गर्दाखेरि राष्ट्रको उन्नतिमा पनि त्यसको योगदान चाहिँ रहन्छ। र हाम्रो जस्तो गरिब मुलुकमा महिलालाई आत्मनिर्भर बनाउनु चाहिँ अति आवश्यक छ। सर्वप्रथम समाजमा विद्यमान पुरातनपन्थी सोचहरूलाई परिवर्तन गर्न सक्नुपर्छ। महिलाहरूलाई राज्यले सबै किसिमका सूचनाको हक प्रदान गर्नुपर्छ। अनिवार्य शिक्षा, तालिम, एक आपसमा विश्वास, स्वयं महिलाहरूले पनि आफूलाई परिवर्तन गर्न सके केही काम गर्न असम्भव छैन। चाहिँ हामीले शिक्षा, तालिम राज्यले चाहिँ महिलाहरूको लागि प्रदान गर्न पर्ने हुन्छ। यो विषयमा चाहिँ समाज परिवर्तनको लागि पहिला महिलाहरूलाई लगानी गर्न चाहिँ आवश्यक छ। कमी आत्मविश्वास महिलाहरूमा भएको पाइन्छ। महिलाले म उद्यम गर्न सक्छु भन्ने भावनाको साथ अगाडि बढ्न सक्नुपर्छ, बढ्न आवश्यक देखिन्छ, जसको लागि चाहिँ उहाँहरूलाई महिलाहरूलाई शिक्षा, तालिममा उहाँहरूलाई काम गर्ने कार्यक्षेत्रमा काम गर्ने अनुभव जस्ता अवसरहरू प्रदान गर्न सकियो भने उहाँहरू उद्यममा संलग्न भएर आफ्नो परिवार सँगसँगै समाज र राष्ट्रको लागि समेत उहाँहरूले योगदान दिन सक्ने अवस्था रहन्छ। त्यसैगरी राज्यले तर्जुमा गरेका केही प्रक्रियाहरू अवश्य झन्झटिलो छन्। पर्याप्त बजेट छैन, नीतिगत व्यवस्थाले वास्तविक रूपमा लक्षित महिलाहरू सम्बोधन गर्न नसक्नु, लैङ्गिक भेदभाव, ग्यारेन्टी पेपरमा अभिभावकहरूको सही चाहिने जस्ता कारणले पनि उद्योगहरूमा अगाडि बढ्न महिलालाई हिचकिचाहट छन्। र राजनीतिक हस्तक्षेप, ज्ञान र सिपको कमी, आर्थिक क्षेत्रमा महिलाको पूर्ण स्वामित्व नहुनु, नेतृत्वमा कमी, महिलाहरूले जोखिम वहन गर्न नखोज्नु, प्राविधिक ज्ञानको कमी, बजार व्यवस्थापन गर्न नसक्नु, हौसलावर्धन वातावरण, महिला बीच ऐक्यबद्धता नहुनु कारणले पनि महिलाहरू उद्योग व्यवसायमा अघि बढ्न सकिरहेको छैन। यहाँ चाहिँ महिला उद्योग व्यवसायमा अगाडि बढ्न नसकेका केही कारणहरू हामीले पाउँछौँ, जसको लागि चाहिँ अब पर्याप्त बजेट हुँदैन, उहाँहरूलाई चाहिँ व्यवसाय गर्नको लागि आफूसँग पैसा हुँदैन, त्यसको लागि पनि घर परिवारको अन्य व्यक्तिमा भर पर्नुपर्ने हुन्छ। त्यस्तै गरी लैङ्गिक भेदभाव हुन्छ। अनि कुनै ठाउँमा काम गर्नुपर्ने भयो, अगाडि बढ्ने अवस्थामा पनि अभिभावकहरूले त्यहाँ सही चाहिने हैन सिग्नेचर गर्नुपर्ने अथवा ग्यारेन्टी बस्दिनुपर्ने अवस्था छ। त्यसमा चाहिँ घर परिवारको अन्य व्यक्तिहरू प्राय घरभन्दा बाहिर गएर महिलाले काम गरेको चाहिँ त्यति मन पराएको अवस्था हुँदैन र उहाँहरू त्यसमा चाहिँ सही गर्न पनि हिचकिचाहट हुने अवस्था छ। राजनीतिक रूपमा हस्तक्षेप छ। महिलाहरूलाई घर परिवारमै सीमित बनाएको कारणले उहाँहरूलाई ज्ञानको पनि कमी, सिपको पनि कमी चाहिँ अनि आर्थिक क्षेत्रमा महिलालाई स्वामित्व हुँदैन हैन। अनि नेतृत्व घर परिवारमा नेतृत्व गर्ने पुरुष प्रधान देश भएकोले पुरुषले नेतृत्व गर्ने अवस्था छ। त्यो कारणले गर्दाखेरि चाहिँ महिलाहरूलाई व्यवसायमा लाग्नको लागि अलिकति समस्या छ। अनि उत्पादित गरेको वस्तुहरूलाई बजारीकरण गर्नु पर्यो, घर बाहिरै निस्किनु पर्ने हुन्छ, बाहिर जानुपर्ने हुन्छ। त्यस्तो अवस्थामा पनि महिलाहरूलाई अलिकति समस्या भएको पाउँछौँ। अनि हौसला गर्ने प्रदान गर्ने वातावरण पनि छैन। महिलाहरूले ल गर्नुपर्छ है भनेर समाजले नभन्ने, बरु यो चाहिँ महिला भएर पनि बाहिर घुमेको छ, के गरेको छ भन्ने आशंका गर्ने चाहिँ समाजले त्यस्तो गर्ने अवस्था पनि छ। अनि अर्को कुरा महिला बीच ऐक्यबद्धता पनि हुँदैन। एउटा महिलाले केही गर्न खोज्यो भने अर्को महिलाले कुरा काट्ने अवस्था पनि अहिले समाजमा हामीले विद्यमान भएको अवस्था पाउँछौँ, जसले गर्दाखेरि महिलालाई अगाडि बढ्नका लागि केही बाधाहरू आइरहेको अवस्था छ। त्यसरी महिलाले म उद्यम गर्न सक्छु भन्ने भावनाका साथ अगाडि बढ्न सक्नु आवश्यक छ। राज्यले तर्जुमा गरेको केही प्रक्रिया अवश्य झन्झटिलो छन् र पर्याप्त बजेट छैन। नीतिगत व्यवस्थाले वास्तविक लक्षित महिलाहरूले सम्बोधन गर्न नसक्नु, लैङ्गिक भेदभाव जस्ता कारणले गर्दाखेरि महिलालाई अलिकति अगाडि बढ्न चाहिँ हिचकिचाहट छ। र सरकारले महिलाहरूलाई सशक्तिकरण गर्न आर्थिक कोष बनाउनु पर्ने अवस्था छ। नीति निर्माण तहमा महिलाहरूको अर्थपूर्ण सहभागिता हुनु आवश्यक छ। महिलाको लागि नीति नियम बनाउने भन्ने, तर त्यहाँ पुरुषहरूको
सहभागिता रहने र महिलालाई सहभागिता गराउने नाममा एक दुई जनालाई सहभागिता गराउने, जहाँ अर्थपूर्ण सहभागिता छैन र राज्यले महिलालाई दिने औद्योगिक ऋणको छुट्टै व्यवस्था, न्यून ब्याज दर, समयअनुसारको तालिम जरुरी छ र साथै पारिवारिक सहयोग हुन सके महिला उद्यमीको सङ्ख्या बढ्ने कुरामा विश्वस्त हुन सकिन्छ। अहिलेसम्म महिला उद्यमशीलताको आवश्यकता के छ भन्ने विषयमा चर्चा गरेँ र अब महिला उद्यमशीलता क्षेत्रमा देखिएका चुनौतीहरू, अब आवश्यकता त छ तर चुनौतीहरू पनि रहेका छन्। अब म चुनौतीको विषयमा पनि चर्चा गर्न गइरहेको छु। महिला उद्यमशीलताको चुनौतीहरूमध्ये रहेको छ आर्थिक समस्या। कुनै पनि व्यापार व्यवसाय गर्न आर्थिक समस्या सबैभन्दा अगाडि आउँछ। कुनै पनि उद्योग व्यवसाय गर्नु पर्यो, व्यापार व्यवसाय गर्नु पर्यो भने सबभन्दा पहिला त हामीलाई आर्थिक पुँजीको आवश्यकता पर्दछ र तापनि व्यापार व्यवसाय सुरु गर्न महिलाहरूले आर्थिक व्यवस्थापन गर्नका लागि निकै चुनौतीको सामना गर्नुपर्ने हुन्छ र त्यो व्यवसाय गर्नुपर्ने अवस्था भयो भने महिलाहरूलाई यो आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने कुरा चुनौतीको रूपमा आइपर्छ। महिलाहरूले बलियो आर्थिक आम्दानी नभएका कारणले धन सम्पत्ति अर्थात् पैसा जोगाउन सक्दैनन्। उनीहरू आर्थिक क्षेत्रमा अथवा उत्पादन क्षेत्रमा संलग्न हुँदैनन्। उनीहरूलाई अरू चाहिँ अनुत्पादक क्षेत्रमा चाहिँ लगाइएको हुन्छ, जसले गर्दाखेरि उनीहरू आम्दानीको स्रोत नभएको कारणले गर्दाखेरि पैसा जोगाउन सक्ने अवस्था हुँदैन, जसले गर्दा उनीहरूसँग ठुलो पुँजीको अभाव, आफ्ना स्रोत व्यक्तिसँग भर पर्नुपर्ने हुन्छ। उनीहरूले जब व्यवसाय गर्ने सोच बनायो भने अब लगानीको लागि स्रोत व्यक्ति अथवा परिवारको अन्य व्यक्तिसँग चाहिँ भर पर्ने अवस्था हुन्छ र नेपालको अधिकांश महिलाहरूले यही आर्थिक समस्या भएकै कारणले आफू निर्भर रहने गरी व्यापार व्यवसाय गर्न सकेका छैनन्। सुरुमा लगानीको लागि पनि अरूसँग भर पर्नुपर्ने अवस्था हुन्छ, जसले गर्दाखेरि उनीहरूले अब लगानी भोलि लगानी यो डुबिहाल्यो भने के गर्ने होला भन्ने उनीहरूसँग एक खालको दुविधा पैदा हुन्छ र परिवारको अन्य सदस्यहरूसँग पनि अब पैसा मागेर लगानी गर्न उनीहरू हिचकिचाउने अवस्था हुन्छ, जसले गर्दाखेरि धेरै महिलाहरू यो व्यापार व्यवसायमा चाहिँ संलग्न नभएको हामीले पाउँछौँ। त्यस्तै गरी अर्को चुनौती रहेको छ कच्चा पदार्थको अभाव। व्यापार व्यवसाय गर्नको लागि नहुने एउटा कच्चा पदार्थ पनि हो, अथवा व्यापार व्यवसाय गर्न अथवा लघु उद्यम गर्नका लागि कच्चा पदार्थ अथवा वस्तुको आवश्यकता पर्छ। महिलाहरूले थालेका उद्योग तथा उत्पादनमूलक क्षेत्रमा चाहिने कच्चा पदार्थ पर्याप्तता भएको पाइँदैन। कच्चा पदार्थको अभावमा कतिपय महिलाहरूले लगानी रकम भए पनि राम्रोसँग आफ्नो व्यापार व्यवसाय अथवा उद्योग धन्दा चलाउन सकेका छैनन्। स्थानीय तथा विदेशी स्रोतका कच्चा पदार्थहरू आयात गर्नका लागि महिलाहरूले निकै ठुलो चुनौतीको सामना गर्नुपर्छ। बाहिरबाट अब कच्चा पदार्थ आवश्यक पर्छ, त्यो कच्चा पदार्थ स्थानीय स्तरबाट अथवा देशको अन्य क्षेत्रबाट अथवा विदेशबाट ल्याउनु पर्ने अवस्था पनि हुनसक्छ, जसले गर्दाखेरि उनीहरूलाई त्यो सहज रूपमा आपूर्ति गर्न निकै चुनौती देखिएको छ। यसमा सरकारले अथवा स्थानीय तहले पनि सहयोग गर्ने हो भने महिला उद्यमशील हुन पाउँछन् र परिवारमा पर्ने आर्थिक समस्याको भारबाट सहज अवतरण प्राप्त गर्न सक्छन्। यसको सोलुसन भनेको स्थानीय तह अथवा सरकारले कच्चा पदार्थको लागि पनि यदि महिलाहरूले गर्ने व्यवसायमा कच्चा पदार्थको लागि सहयोग गर्न सक्यो भने महिलाहरूलाई व्यवसाय गर्नको लागि सहजता हुने देखिन्छ। त्यस्तै गरी अर्को रहेको छ तीव्र प्रतिस्पर्धा। उद्यमशीलतामा लागेको महिलाहरूले अर्को चुनौतीको रूपमा यो तीव्र प्रतिस्पर्धा हो। अहिलेको जमाना प्रतिस्पर्धात्मक जमाना रहेको छ र नेपाली महिलाहरूले स्थानीय स्रोत र साधनबाट उत्पादन भएका सामग्रीहरू बेचबिखन गर्नुपर्ने हुन्छ। धेरैजसो महिलाहरूले स्थानीय स्रोत साधनहरू प्रयोग गरेर वस्तु उत्पादन गरेका हुन्छन्, जसलाई बेचबिखन गर्नुपर्ने हुन्छ र ठुला ठुला कम्पनीहरूले बजारमा प्रतिस्पर्धा गर्नुपर्दा ती महिलाले निकै ठुलो समस्या झेल्नु परेको अवस्था छ। भने ठुल्ठुला उद्योगहरूले धेरै मात्रामा वस्तु उत्पादन गर्छन्, त्यो वस्तुको लागत चाहिँ कम पर्ने अवस्था छ। उद्योगबाट उत्पादित वस्तुहरू पनि देख्दाखेरि राम्रो देखिने र महिलाहरूले स्थानीय स्रोत साधनको प्रयोग गरेर वस्तु उत्पादन गर्दाखेरि चाहिँ अलि त्यो ठुला ठुला कम्पनीहरूसँग
प्रतिस्पर्धा गर्न समस्या परेको देखिन्छ। नेपालमा पर्याप्त उद्योग धन्दाहरू नहुनु, कच्चा पदार्थको अभावले महिलाहरूले बल्ल तल्ल सुरुवात गरेका लघु उद्यम पनि प्रभावित भएको पाइन्छ, जसले गर्दा तालिम लिएर पनि अथवा हातमा सिप भएर पनि सिपको प्रयोग गर्न नसकेको अवस्था छ। उद्योग धन्दाहरू छैन। जब उद्योग धन्दाहरू नहुनु, कच्चा पदार्थको अभाव हुनु र प्रतिस्पर्धा पनि धेरै बढी हुनु, जसले गर्दाखेरि महिलाहरूलाई सिप भएर पनि त्यसको सिप प्रयोग गर्न पाउने अवस्था नभएको पाइन्छ र स्थानीय क्षेत्रमा उत्पादित हस्तकला जस्ता क्षेत्रका वस्तुहरूलाई दिने सरकारको नीति हुने हो भने महिलाहरूले उद्यमशील हुने मौका पाउँछन्। जब चाहिँ स्थानीय क्षेत्रमा उत्पादित हस्तकला जस्ता क्षेत्र वस्तुहरू जुन छ त्यसलाई प्रवर्धन गर्ने अथवा त्यसलाई चाहिँ निर्यात गर्नका लागि सहयोग गर्ने राज्यको नीति भयो भने महिलाले उद्यमशीलतामा अगाडि बढ्नका लागि सहयोग पुग्ने देखिन्छ। त्यस्तै गरी अर्को चुनौतीको रूपमा रहेको छ बजारीकरण। जब महिलाले उत्पादन गरेको वस्तुहरू छ त्यो वस्तुहरूले बजार नपाउनु अथवा महिला उद्यमीले उद्यमशीलताको क्षेत्रमा भोग्नु परेको समस्या मध्ये बजारीकरणको समस्या पनि हो र संसारभरका बजारीकरणमा पुरुषको प्रभुत्व रहन्छ र महिलाहरू त्यस क्षेत्रमा निकै पछि परेको कारणले गर्दा महिलाहरूले उत्पादन गरेको वस्तुहरूले बजारमा ठाउँ नपाएको देखिन्छ। भन्नुको मतलब अब यो बजारीकरणमा पुरुषहरूको चाहिँ प्रभुत्व रहेको छ, उनीहरूको बढी पकड चाहिँ देखिन्छ। महिलाहरूले उत्पादित गरेको वस्तुहरू बजारीकरण गर्न पनि अलि समस्या छ, किन भन्दाखेरि त्यो बजारीकरण गर्नका लागि जहाँ बजार छ, जहाँ त्यसको ग्राहकहरू छ त्यहाँ पुर्याउनु पर्ने अवस्था छ र महिलाहरूलाई दोहोरो भूमिका भएको कारणले पनि अलिकति समस्या परेको छ। र त्यस्तै गरी चाहिँ महिलाहरूले जुन उत्पादन गरेको वस्तु छ त्यसको बजारीकरणमा अलिकति बजारीकरणको ज्ञान महिलाहरू त्यो क्षेत्रमा संलग्न नभएको कारणले उनीहरूलाई बजारीकरण सम्बन्धी ज्ञानको अभाव रहेको कारणले गर्दाखेरि पनि उत्पादित वस्तुको बजारीकरणमा उनीहरूलाई अलिकति चुनौती रहेको पाउँछौँ। त्यस्तै गरी अर्को चुनौती छ जोखिम सहने क्षमतामा कमी हुनु। भन्नुको मतलब कुनै पनि उद्यम व्यवसायहरू सञ्चालन गर्दाखेरि जोखिम हुन्छ नै, त्यो कम जोखिम होस् अथवा बढी जोखिम होस्, व्यवसायमा जोखिम बिना हामीले उद्यम व्यवसाय गर्न सक्ने अवस्था हुँदैन र त्यसको लागि चाहिँ जोखिम वहन गर्न सक्ने क्षमता चाहिँ हुनुपर्छ र महिला उद्यमीहरूले चाहिँ भोगेको अर्को चुनौतीको रूपमा जोखिमलाई सहन सक्ने क्षमतामा कमी हुनु हो र सामान्यतः महिलाहरूमा ठुलो लगानीबाट सुरु गरेको उद्यम व्यवसाय, लघु व्यवसाय वा मिलनको उद्यमले सफलता प्राप्त गर्न बाँकी होइन भन्ने आशंका रहेको हुन्छ। यसले गर्दा उनीहरूमा ठुलो लगानी गरेर चुनौती बोक्न चाहँदैनन्। यसले गर्दा क्षमता भएर पनि खुम्चिएर बस्नुपर्ने हुन्छ। कतिपय महिला उद्यमीका घर परिवारका व्यक्तिहरूले आर्थिक र प्राविधिक साथ सहयोग नदिँदा पनि उनीहरूमा जोखिम सहने क्षमता कम भएको हुन्छ र सरकारले यसलाई जोखिम न्यूनीकरण गर्ने उपाय अपनाउने हो भने महिलाहरू उद्यमीहरू अगाडि बढ्न सक्छन्। भन्नुको मतलब यस्ता जोखिममा महिलाहरू लाई अलि बढी चाहिँ उहाँहरू जोखिम वहन गर्न सक्ने क्षमता चाहिँ कम भएको पाउँछौँ। यो कारण के पनि हो भने जोखिम वहन गर्नको लागि पहिला त लगानी आफ्नै भयो भने पनि ढुक्क त हुन्छ। अब अरूबाट पैसा मागेर लगानी गर्नुपर्ने अवस्था, अब डुबिहाल्यो भने चाहिँ आफूलाई मात्रै त्यो व्यवसायमा घाटामा जाने मात्र होइन, परिवारबाट पनि दबाब सिर्जना हुने, समाजबाट पनि नकारात्मक चाहिँ भनाइहरू पाइने अवस्था हुन्छ। अनि ज्ञान सिपको पनि आफूसँग कमी भयो भने जोखिम चाहिँ वहन गर्न अथवा जोखिम सहने क्षमता चाहिँ कमी भयो। यदि उहाँहरूलाई पर्याप्त मात्रामा सिप राज्यले चाहिँ सिप उपलब्ध गरायो, उहाँहरूलाई ज्ञान दियो, तालिमहरू प्रदान गर्यो, शिक्षा प्रदान गर्यो, त उहाँले उत्पादित गरेको वस्तुहरू बजारीकरणमा प्रवर्धन गर्न सक्यो, त्यो सम्बन्धी कार्यक्रमहरू राज्यले बनायो भने उहाँहरूलाई
यो जोखिम वहन गर्न सक्ने क्षमता पनि उहाँहरूको विकास हुँदै जान्छ। अहिलेसम्म चर्चा गरेका थियौँ महिला र व्यवसायमा परिवारको सम्बन्ध कस्तो रहेको छ र कस्तो हुनुपर्छ, महिलालाई उद्यमशीलतामा संलग्न गराउन किन आवश्यक छ र महिलाहरूलाई उद्यम व्यवसायमा संलग्न गराइयो भने कस्ता खालका चुनौतीहरू उहाँहरूले वहन गर्नुपर्ने अवस्था छ भन्ने विषयमा अहिलेसम्म हामीले चर्चा गऱ्यौँ। र अब व्यवसायमा महिलाको आवश्यकता र महत्त्व के रहेको छ र महिलाले व्यवसाय गर्दा कस्ता खालका समस्याहरू भोग्नु परेको छ भन्ने विषयमा चर्चा गरौँ। र आजको प्रतिस्पर्धात्मक युगमा एक मात्र व्यक्तिको आम्दानीबाट घर चलाउन निकै कठिन हुने कुरालाई नकार्न सकिँदैन। भन्नको मतलब घर परिवारमा पुरुषले मात्र कमाउने अवस्था भयो भने त्यसले परिवार पाल्न मात्रै ठिक हुने अवस्था छ। र अहिलेको महँगी अत्यधिक रूपमा वृद्धि भएको अवस्थाले गर्दा एकजना परिवारको व्यक्तिले मात्र कमाइले परिवारको शिक्षा दीक्षादेखि लिएर खर्च धौधौ धान्नुपर्ने अवस्था छ भने परिवारको प्रगति गर्नको लागि चाहिँ कठिन भएको अवस्था छ। र तसर्थ घरका पुरुषहरूले मात्र बाह्य काम गरी आय आर्जन क्रियाकलापमा संलग्न हुने भन्ने परम्परागत जुन धारणा छ त्यसलाई परित्याग गर्दै घरका महिलाहरूलाई पनि घरमै बसी आय आर्जन हुने लघु उद्यमहरू स्थापना गर्ने कार्यतर्फ उत्प्रेरित गर्न अति आवश्यक भइसकेको छ, जसले गर्दा परिवारको आयमा वृद्धि भई जीवनस्तरमा सुधार हुन्छ र बालबच्चाहरूको स्वास्थ्य र शिक्षामा राम्रो प्रभाव पनि पर्ने देखिन्छ। र महिलाहरू सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक हरेक क्षेत्रमा पछि परेका र उनीहरूलाई विकासतर्फ जोड दिनुपर्ने देखिन्छ। र त्यसका कारण व्यवसायमा महिलाहरूलाई पनि संलग्न गराउन सकियो भने त्यसले चाहिँ ठुलो सहयोग पुग्ने देखिन्छ। अब चर्चा गरौँ व्यवसायमा महिलाको आवश्यकता तथा महत्त्व के कारणले रहेको छ भन्ने विषयमा। र व्यवसायमा महिलाहरूलाई संलग्न गराउन निम्न कारणले आवश्यक र महत्त्व देखिन्छ। पहिलो नम्बरमा रहेको छ रोजगारीको अवसर प्रदान गर्नको लागि। महिला व्यवसायिकहरू खास गरी साना तथा घरेलु उद्योगमा बढी केन्द्रित रहेको पाइन्छ र यस्ता उद्योगहरू बढी श्रममूलक हुने हुनाले ठुला उद्योगले भन्दा बढी रोजगारीको अवसरहरू प्रदान गर्छन् र देशमा बढ्दो बेरोजगारी गरिबीमा महिलाहरूको माग बढी हुनाले पनि महिलाहरूलाई उद्योग व्यवसाय तथा अर्थोपार्जन गर्ने कार्यमा संलग्न गराउनु आवश्यक देखिन्छ। यहाँ हामीले के बुझ्न सक्छौँ भने चाहिँ महिलाहरूलाई दोहोरो भूमिका रहेको देखिन्छ र महिलाहरू व्यवसायमा केन्द्रित हुँदाखेरि पनि साना साना घरेलु उद्योगहरूमा केन्द्रित रहेको पाइन्छ। किन भन्दाखेरि अब घर परिवारको घर व्यवहार सँगसँगै आय आर्जनको बाटोमा पनि लाग्नुपर्ने अवस्था छ र यस्ता चाहिँ घरेलु साना उद्योगहरूमा बढी ठुल्ठुला प्रविधिहरूको प्रयोगको सट्टामा श्रममूलक हुने हुन्छन् र जसले गर्दाखेरि महिलाहरूलाई त्यहाँ रोजगारीको अवसरहरू पनि पर्याप्त रहेको छ। र देशको बढ्दो बेरोजगारी समस्या जुन छ, गरिबी छ जुन, त्यसले गर्दा त्यसको निकाल्नको लागि पनि महिलाहरूलाई रोजगारीमा संलग्न गराउन आवश्यक रहेको छ। त्यस्तै गरी अर्को रहेको छ सामाजिक तथा राजनीतिक रूपमा अगाडि ल्याउन। महिलाहरूले जनसङ्ख्याको आधा भाग ओगटेका छन् र यसरी श्रम शक्तिको प्रयोग नगरी देशमा विकासका कार्यक्रममा सञ्चालन गर्न गाह्रो हुन्छ र महिलाले पनि समाजको नागरिक भएको हुनाले यस हिसाबबाट उनीहरूको समान हक र अधिकारको प्रयोग गर्न पाउनुपर्छ। महिलाहरूले पनि सामाजिक रूपमा, राजनीतिक रूपमा अगाडि बढ्न पाउनुपर्छ, जबकि आधा आकाश चाहिँ महिलाले नै ढाकेको पाइन्छ। महिलाहरू पनि सामाजिक नागरिक भएको हुनाले यस हिसाबबाट उनीहरूलाई समान हक अधिकारहरूको प्रयोग गर्न पाउनुपर्छ र यो अधिकार उपलब्ध गराउनु सरकारको दायित्व पनि हो र महिलाहरूको विकास गर्ने क्रममा उनीहरूको आर्थिक अवस्था सुधार गरेमा अन्य क्षेत्रमा पनि उनीहरूको सहभागिता अभिवृद्धि गर्न सजिलो हुने हुनाले
महिलाहरू आत्मनिर्भर बनाउन महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ। यदि महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाइयो भने अन्य क्षेत्रमा पनि उनीहरूलाई अगाडि बढ्नको लागि त्यसले सहज पुर्याउँछ। हामीले देख्यौँ भने समाजमा हामीले के देख्छौँ भन्दाखेरि कुनै महिलाको नाम लिएर फलानु घर कहाँ हो भनेर भन्यो भने खै भन्ने अवस्था छ। जब पुरुषको कुन हो भन्यो भने ऊ त्यो घर हो भन्ने भने सामाजिक रूपमा पनि महिलालाई उनीहरूको नाम नचलेको अवस्था छ र राजनीतिक रूपमा पनि अरूलाई नेतृत्व गर्ने ठाउँमा पनि महिलाहरू पछाडि रहेको अवस्था छ। जसले गर्दाखेरि यो के कारण हो त? यसको पछाडिको कारण हो भने उनीहरूलाई आर्थिक रूपमा सक्षमता बनाउन नसक्नु। जब कुनै महिला आर्थिक रूपमा सक्षम छ, ऊ चाहिँ ठुल्ठुला उद्योग व्यवसाय सञ्चालन गरेको छ भने समाज सहजै उसलाई चिन्ने, राजनीतिक रूपमा पनि त्यस्ता व्यक्तिहरू चाहिँ अगाडि बढ्ने अवस्था देखिन्छ। त्यस्तै गरी अर्को रहेको छ पारिवारिक आयमा वृद्धि गर्न महिलाहरूलाई व्यवसायमा लगाउन आवश्यक देखिन्छ। महिलाहरूलाई घरेलु तथा साना स्तरका व्यवसायमा संलग्न गराएर उनीहरूको आर्थिक सुधार हुन सकेमा आफ्नो छोराछोरीको शिक्षा दीक्षा स्वास्थ्यमा सुधार हुनुको साथै देशको सबल र सक्षम जनशक्ति विकासमा योगदान समेत पुग्छ। भन्नुको मतलब कि महिलाहरूलाई यदि व्यवसायमा संलग्न गराइयो भने उनीहरूको आर्थिक अवस्था चाहिँ सुधार हुन्छ। भन्नु मतलब उसको चाहिँ परिवार पनि कुनै पेसा व्यवसायमा संलग्न भएको अवस्था र त्यहाँको महिला पनि पेसा व्यवसायमा संलग्न भयो भने उनीहरू समग्र परिवारको आय स्तरमा वृद्धि हुन्छ। जसले गर्दाखेरि के हुन्छ भन्दाखेरि उनीहरूको छोराछोरीको शिक्षा दीक्षा स्वास्थ्यमा सुधार हुन्छ। महिलाहरूलाई व्यवसायमा संलग्न गराइयो भने अझ उनीहरूको सबभन्दा नजिक रहेर आफ्नो छोराछोरीको स्वास्थ्यमा सुधार गर्नको लागि पौष्टिक तत्त्वको पर्याप्तता, त्यस्तै गरी शिक्षामा छोराछोरीको लागि आवश्यकता अनुसार शिक्षाको लागि खर्च गरिदिन सक्ने अवस्था चाहिँ रहन्छ र परिवारको आम्दानी समग्र आम्दानीमा वृद्धि भई देशको समग्र देशको आर्थिक वृद्धि हुनुको साथै जनशक्ति विकासमा पनि यसले ठुलो योगदान पुर्याउँछ। समग्र जनशक्ति विकासमा महिलाहरूको जनशक्ति विकासमा पनि यसले योगदान पुग्ने हुन्छ र आफूले गर्ने आम्दानीको बढी हिस्सा आफ्नो घर परिवारको लागि उनीहरूले खर्च गर्ने गर्छन्। अघि पनि मैले एउटा उदाहरण दिइसकेको थिएँ र एकजना पुरुषले जब 10,000 कमायो भने उसले घर परिवारको लागि अथवा पारिवारिक चाहिँ लगानी उसले 5-6 हजार मात्र गर्ने देखिन्छ भने महिलाहरूले यदि 10,000 मासिक उसको कमाइ भयो भने सकेसम्म 10,000 नभए पनि 8-9 हजार रुपियाँ उनीहरूले चाहिँ सदुपयोग गर्ने अवस्था हुन्छ। आफ्नो घर परिवारको लागि उनीहरूले खर्च गर्ने प्रवृत्तिमा चाहिँ पुरुषहरूभन्दा महिलाले बढी देखिएको हुँदा महिलालाई हरूको आम्दानीमा वृद्धि गर्न सकेमा उनीहरूको जीवन स्तर बढ्न सक्ने देखिन्छ। त्यस्तै गरी अर्को रहेको छ राष्ट्रिय आम्दानीमा वृद्धि गर्न। साना उद्योगहरू श्रम केन्द्रित रहने हुनाले यिनीहरूमा ठुला उद्योगहरूको दाँजोमा मूल्य वृद्धिमा बढी भएको पाइन्छ र यसमा पनि महिलाहरूको संलग्नता बढाउन सकेमा कुल गृहस्थ उत्पादन जीडीपी मा साना तथा घरेलु उद्योगहरूको उल्लेखनीय योगदान रहन्छ। भन्नुको मतलब समग्र पुरुषहरूले मात्र कमाई अथवा पुरुषहरू मात्र व्यापार व्यवसायमा संलग्न भयो भने जति चाहिँ राष्ट्रिय उत्पादनमा वृद्धि हुन्छ त्यसमा महिलाहरू थप चाहिँ संलग्न भए, महिलाहरू पनि उत्पादन क्षेत्रमा लाग्यो भने राष्ट्रिय उत्पादनमा थप वृद्धि जीडीपीमा चाहिँ वृद्धि गर्न पनि यसले योगदान पुग्ने देखिन्छ। जसले गर्दाखेरि महिलालाई व्यवसायमा चाहिँ लगाउन चाहिँ आवश्यक हुन्छ। त्यस्तै गरी अर्को रहेको छ स्थानीय स्रोत साधनको प्रयोग। घरेलु तथा सानो उद्योगहरू प्राय स्थानीय क्षेत्रमा उपलब्ध हुने कच्चा पदार्थहरू तथा श्रममा आधारित हुने हुनाले पनि सानो उद्योगको विकास गर्न नितान्त आवश्यक हुन्छ। यिनी घरेलु साना उद्योगहरू जुन छन्
तिनीहरूको उद्योगहरू प्रायः चाहिँ स्थानीय कच्चा पदार्थ र स्थानीय श्रममा आधारित हुने हुन्छन् र साना घरेलु उद्योग व्यवसायको आफ्नो उत्पादन स्थानीय बजारमा नै बिक्री गर्ने हुनाले यसले देशको आत्मनिर्भरतातर्फ अप्रेरित गर्न पनि सहयोग पुर्याउँछ। र अर्को चाहिँ हामीले ग्रामीण क्षेत्रमा देख्छौँ कि जब जस्तो वाद्य प्रशस्त छ भने त्यो वाद्यको डोरी बनाएर बिक्री गर्नेमा यदि पुरुषलाई लगाउन चाह्यो भने उनीहरू त्यसमा चाहिँ त्यति जाँगर गर्दैनन् अथवा त्यति रुचि गर्दैनन्, बरु उनीहरू बाहिरतिर गएर अरू काम गर्ने अथवा विदेशतिर जाने इच्छा जाहेर गर्छन्। भने त्यो काममा त्यस्ता स्थानीय कच्चा पदार्थहरू प्रयोग गर्नेमा जस्तो त्यो वाद्यको डोरी बनाउने महिलालाई यदि संलग्न गरायो भने उनीहरू सहजै रूपमा त्यस्ता कार्यमा संलग्न हुन्छन्। यसको मतलब कि स्थानीय स्रोत साधनको उपयोग गर्ने हो भने महिलाहरूलाई व्यवसायमा संलग्न गराउन सकेमा त्यसले सहयोग पुर्याउने देखिन्छ। त्यस्तै गरी अर्को रहेको छ विदेशी मुद्रा आर्जन गर्न। घरेलु तथा सानो उद्योगबाट उत्पादित धेरैजसो वस्तु विदेश निर्यात गरिन्छ। जस्तै ह्यान्डिक्राफ्ट आइटमहरू विदेशमा एकदम डिमान्ड चाहिँ हाई हुन्छ। यस्ता धेरैजसो हस्तकला निर्मित वस्तुहरू सबै हातले बनेका हुनाले विदेशीले हातले बनाएको वस्तु रुचाएको देखिन्छ। र यसरी हस्तकला वस्तुहरूलाई बनाउन बाहिर जानु नपर्ने, साना स्केलमा घरमै बसेर पनि गर्न सकिने हुँदा महिलाहरूको समयको सदुपयोग हुने, विशेष आर्थिक उपार्जन पनि हुने भएकोले उद्योग व्यवसाय गर्न धेरै राम्रो हुन जान्छ। भन्नुको मतलब चाहिँ स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीहरू विदेशीहरूमा एकदम त्यसको माग बढिरहेको हो र त्यो उत्पादन गर्नको लागि घरभन्दा बाहिर पनि जानु नपर्ने अवस्था, घरमै बसेर पनि गर्न सक्ने, पारिवारिक काम सँगसँगै गर्न सकिने काम पनि भयो। र अर्को कुरा यस्ता चाहिँ हातले बनाउने कामहरूमा पुरुषहरूलाई त्यति चाहिँ रुचि देखाउने भएको पाइँदैन र यो उत्पादित हस्तकलाका सामग्रीहरू विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नको लागि पनि महिलाहरूलाई व्यवसायमा संलग्न गराउनु आवश्यकता देखिन्छ। त्यस्तै गरी महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनको लागि पनि व्यवसायमा उनीहरूलाई संलग्न गराउन आवश्यक छ। आफ्नो सिप, क्षमता र समयअनुसार आय आर्जन गर्ने काम गरे महिलाहरूको सम्पत्ति आर्जन गरी आर्थिक रूपमा सक्षम हुन सक्छन्। उनीहरू चाहिँ आय आर्जन गरेर सम्पत्ति आर्जन गर्यो भने उनीहरू के हुन्छ त भन्दाखेरि आर्थिक रूपमा सक्षम हुन्छन्। र यसरी आफू आर्थिक रूपमा सक्षम भइसकेपछि अरू क्षेत्रमा सक्रिय रूपमा सहभागिता हुन सक्छन्। यदि आर्थिक रूपमा उनीहरू सक्षम भए भने अन्य क्षेत्रमा, राजनीतिक क्षेत्रमा, अनि शैक्षिक क्षेत्रमा, अन्य क्षेत्रमा पनि उनीहरू सक्रिय ता रहन्छ उनीहरूको। र महिलाहरू घरको काममा मात्र सीमित नभई उनीहरूमा हौसला, उत्प्रेरणा र आत्मविश्वास पनि बढेर जान्छ। कामधन्दा सञ्चालन, अन्य कामधन्दाहरू पनि उनीहरूले सञ्चालन गर्न सक्छन्। उनीहरूमा जोखिम वहन गर्न सक्ने क्षमता पनि विकास हुन्छ। यसरी संक्षेपमा भन्नुपर्दाखेरि सामाजिक आर्थिक विकास गर्नको लागि देशको आधा जनशक्तिको रूपमा रहेको महिलाहरूलाई पनि आत्मनिर्भर बनाउनु आवश्यक छ। र देशको हालको आर्थिक स्थिति, सांस्कृतिक अवस्था, सामाजिक भूमिका, ज्ञान सिप र क्षमतालाई ध्यानमा राख्दाखेरि यो महिलाहरूलाई व्यवसायमा संलग्न गराउन सक्यो भने उनीहरूको आर्थिक सक्षमता बढेर त्यसले गर्दाखेरि अरू क्षेत्रमा, राजनीतिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, अन्य क्षेत्रमा पनि उनीहरू अगाडि बढ्न सक्ने देखिन्छ। त्यस्तै गरी अन्य पनि आवश्यकता यहाँ महत्त्व देखिन्छ। आत्मनिर्भर हुन सक्छन् महिलाहरू जब उनीहरूलाई व्यवसायमा संलग्न गरेर उनीहरू आत्मनिर्भर हुने, अरूको परिवारको अन्य सदस्यहरूको भर पर्न नपर्ने अवस्था हुन्छ। परिवारलाई सहजीकरण गर्न पनि सक्छन् उनीहरूले। भन्नुको मतलब परिवारमा नेतृत्व प्रदान गर्ने, परिवारका अन्य सदस्यहरूलाई परिचालित गर्न सक्ने, परिवारका अन्य बालबच्चाहरूलाई
राम्रोसँग पालन पोषण गर्न सक्ने, उनीहरूलाई राम्रो शिक्षा दीक्षा दिन सक्ने हुन सक्ने अवस्था रहन्छ। त्यस्तै सेवा सुविधामा पनि छुट हुन्छ। महिलालाई यदि व्यवसायमा संलग्न गरायो भने व्यवसाय दर्ता गर्ने, अन्य चाहिँ महिला विभिन्न क्षेत्रमा छुट सुविधाहरू पनि रहेका छन्। बजारीकरणमा महिलाहरूलाई गर्दाखेरि राज्यले चाहिँ त्यसमा प्रमोट गर्ने, त्यस्तै गरी सुलभ ब्याज दरमा ऋण प्राप्त गर्ने, जस्तो महिला उद्यमशीलता भन्यो भने ब्याज दरमा पनि छुट छ। त्यस्तै गरी सम्बन्धको विकास पनि हुने, महिलाहरूलाई सामाजिक रूपमा उनीहरूको सम्बन्ध, राजनीतिक रूपमा सम्बन्ध, अन्य क्षेत्रमा पनि उनीहरूको सम्बन्ध पनि बिस्तारै जोडिँदै जाने, जबकि घर परिवारमा मात्रै सीमित हुनुपर्ने हैन, एउटा कुवाको भ्यागुतो जस्तै रहनुपर्ने जुन अवस्थाबाट उनीहरूले मुक्ति पाउने अवस्था रहन्छ। त्यस्तै गरी सिप र क्षमताको बाँडफाँड हुन्छ। जब उनीहरूसँग सिप क्षमताहरू हुन्छ, त्यो सिप क्षमताहरू अरू मान्छेहरूलाई पनि, उनीहरूको घरका अन्य सदस्यहरूलाई पनि त्यो चाहिँ सिप क्षमताहरू उनीहरू प्रवाह गर्ने, त्यो सिप क्षमताबाट चाहिँ उनीहरूको व्यवसाय गरेर आय स्तरमा वृद्धि गर्ने र उनीहरूलाई स्वरोजगारको अवस्था सिर्जना हुने, उनीहरूको महिलाको सशक्तिकरण हुने, अरूको भर पर्नु नपर्ने, उनीहरू भएको ज्ञानको पनि सदुपयोग हुने। जब ज्ञान हुँदा पनि महिलाहरूले त्यसलाई उपयोग गर्न पाएको अवस्था हुँदैन। जब उनीहरूले व्यवसायमा संलग्न गरायो भने उनीहरूसँग भएको ज्ञान सिपहरूको पनि सदुपयोग हुने हुन्छ। त्यसै गरी जोखिम पनि कम हुने हुन्छ। जस्तो अघि हामीले स्थानीय स्रोत साधनको प्रयोग गर्ने हैन, अनि त्यस्तै गरी चाहिँ ह्यान्डिक्राफ्ट आइटमहरू बनाउने भन्ने बित्तिकै के हुन्छ भने त्यसमा जोखिम पनि कम हुने हुन्छ। त्यस्तै गरी जनशक्ति कम लाग्ने, जब कुनै उद्योग व्यवसाय सञ्चालन गर्नु पर्यो भने त्यसमा परिवारका महिलाहरूलाई पनि यदि संलग्न गरायो भने जनशक्ति पनि के हुन्छ, कम हुने अवस्था हुन्छ। र व्यवसायलाई दिगोपन गराउन अथवा उनीहरूको महिलाहरूको अथवा पारिवारिक दिगोपनको लागि पनि महिलाहरूलाई व्यवसायमा संलग्न गरायो भने त्यसले ठुलो सहयोग पुर्याउने देखिन्छ। यसरी समग्रमा भन्नुपर्दाखेरि महिलालाई व्यवसायमा संलग्न गराउँदाखेरि विभिन्न महत्त्वहरू रहेको छ, जसबारे हामीले यहाँ चर्चा गरिसक्यौँ। त्यो कारणले पनि अब महिलाहरूलाई पुरुषले मात्र आय आर्जनको क्षेत्रमा, आम्दानीको व्यावसायिक क्षेत्रमा, कमाउने क्षेत्रमा महिलाहरू पुरुषलाई मात्र संलग्न नगराएर यदि महिलालाई पनि संलग्न गरायो भने उसको व्यक्तित्व, उसको विकास हुने, सशक्तिकरण हुने, उसलाई सामाजिक रूपमा उसको पहिचान हुने, राजनीतिक रूपमा पनि नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने, उसको व्यक्तिगत हिसाबले पनि उसलाई फाइदा हुन्छ। त्यसरी हेऱ्यौँ भने पारिवारिक हिसाबले पनि फाइदा हुन्छ। जब महिलाले कमाइ गर्यो भने परिवार बालबच्चाहरूले राम्रो शिक्षा दीक्षा पाउँछन्, राम्रो पालन पोषणहरू पाउँछन्, अनि त्यस्तै गरी परिवारको अन्य पुरुषहरूलाई पनि आय आर्जनमा पनि उनीहरूको के हुन्छ त भन्दाखेरि सहभागिता रहन्छ भने परिवार, समग्र पारिवारिक आयमा पनि पुरुषले कमाएको, महिलाले पनि कमाएको थप्दाखेरि समग्र पारिवारिक आयमा पनि वृद्धि हुने। त्यसै गरी अर्को भएको कमाइ पनि सही सदुपयोग हुने, महिलाले कमाएको जुन छ पुरुषको भन्दा बढी त्यो सदुपयोग हुने। त्यसै सामाजिक रूपमा पनि अरूहरूलाई पनि त्यो खालको उत्प्रेरणा जगाउनलाई महिलाले पनि केही गर्न सक्छन् है, महिलालाई पनि अगाडि बढाउनु पर्छ है भन्ने भावनाको सिर्जना गर्ने र त्यस्तै गरी समग्र राष्ट्रको विकासमा पनि उनीहरूको योगदान हुने, एउटा जनशक्तिको रूपमा प्रयोग हुने चाहिँ रहन्छ भने त्यस्तै गरी अन्तर्राष्ट्रिय रूपमा पहिचान महिलाहरूले बनाउनको लागि पनि सबभन्दा पहिला उनीहरूको आय स्तरमा वृद्धि हुने र अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्नको लागि पनि यसले के गर्ने, ठुलो भूमिका निर्वाह गर्ने हामीले यसबाट चाहिँ प्रष्ट हुन्छौँ। त्यस्तै गरी अर्को रहेको छ, अब हामी महिलाले व्यवसाय गर्दाखेरि कस्ता खालका समस्याहरू भोग्नु परेको छ भन्ने विषयमा पनि चर्चा गरौँ। अब अहिलेसम्म हामीले देखिसक्यौँ कि महिलालाई व्यवसायमा संलग्न गराइयो, उनीहरूलाई व्यवसायमा पनि सहभागिता गराइयो भने त्यसले उसको व्यक्तिगत, पारिवारिक, सामाजिक, समग्र राष्ट्रको लागि पनि ठुलो सहयोग पुग्ने देखिन्छ र त्यो आवश्यकता पनि हामीले रहेको पायौँ भने अब महिलाहरूलाई व्यवसाय गर्दाखेरि कस्ता खालका समस्याहरू उनीहरूले भोग्नु पर्छ भन्ने कुरामा पनि हामी चर्चा गरौँ। महिलाहरूले आफ्नो पारिवारिक व्यवसाय सञ्चालनको दौरानमा
देखा परेका केही समस्याहरू चाहिँ हामीले यहाँ छलफल गर्छौँ। र पहिलो नम्बरमा छ व्यवसाय र घर आफै हेर्नुपर्ने है। भन्नुको मतलब कि महिलाहरूलाई दोहोरो भूमिका हुने भनेको महिलाहरूले परिवारमा उनीहरूले बालबच्चा हेर्नै पर्ने अवस्था छ, परिवारको जिम्मेवारी वहन गर्नुपर्ने नै अवस्था छ। र सँगसँगै अब व्यवसायमा पनि उनीहरूलाई संलग्न गराइयो भने उनीहरूको दोहोरो भूमिका हुने देखिन्छ। जस्तो अघि चित्रमा पनि हामीले देख्यौँ कि बालबच्चाहरूलाई पनि स्याहार सम्हार गर्नुपर्ने, उता व्यवसाय पनि गर्नुपर्ने र अन्तिममा चाहिँ हात लागि शून्य हुने अवस्था पनि चाहिँ देखिन्छ। भनेको दोहोरो भूमिकामा पर्दाखेरि उनीहरूलाई अझै थप चाहिँ समस्या पैदा हुन्छ। र त्यस्तै गरी चाहिँ पुँजी व्यवस्थापन गर्न नसक्ने भनेको मतलब महिलाले व्यवसाय सञ्चालन गर्नु पर्यो भने चाहिँ त्यो पुँजी व्यवस्थापन जुन गर्नुपर्ने हुन्छ त्यसमा चाहिँ समस्या आइपर्छ। भन्नुको मतलब व्यवसाय सञ्चालन गर्नुपर्दा सबभन्दा पहिला हामीलाई पुँजीको आवश्यकता पर्छ। त्यो पुँजी व्यवस्थापन गर्नका लागि उनीहरूसँग महिलासँग उनीहरूको आय घर परिवारमा सीमित हुनुपर्ने अवस्था छ र चाहिँ उनीहरूले अनुत्पादक क्षेत्रमा अहिलेसम्म संलग्न भएको अवस्था हुँदाखेरि उनीहरूसँग आम्दानी भएको हुँदैन, सम्पत्ति आर्जन भएको हुँदैन, उनीहरूको बचत भएको हुँदैन हैन। जसले गर्दाखेरि व्यवसाय गर्दाखेरि उनीहरूले पुँजीको व्यवस्थापन गर्न एकदम समस्या हुन्छ, जसको लागि उनीहरूले परिवारको अन्य सदस्यसँग हात थाप्नुपर्ने अवस्था हुन्छ। उनीहरूको नाममा धितो हुँदैन है। नाममा धितो नहुँदाखेरि अहिले अब व्यवसाय सञ्चालन गर्नु पर्यो भने आफ्नो लगानी मात्र नभएर ऋण लिनुपर्ने हुन्छ। ऋण लिनको लागि चाहिँ धितोको आवश्यकता पर्छ। महिलाको नाममा धितो नहुँदाखेरि उनीहरूलाई अब बैंकहरूले, सहकारी वित्तीय संस्थाहरूले पत्याउन सक्ने अवस्था हुँदैन। अनि त्यस्तै गरी अर्को चाहिँ मुनाफा आफैले गर्न उनीहरूले पाउँदैनन् है। व्यवसाय उनीहरूले संलग्न भयो, उनीहरूले जब कमाइ गरे त्यो कमाइ चाहिँ अरू चाहिँ कमाएर परिवारका अर्को मान्छेलाई चाहिँ अथवा पुरुषलाई चाहिँ दिनुपर्ने अवस्था हुन्छ। अथवा व्यवसाय गर्दाखेरि अरूको पनि साथ सहयोग लिनुपर्ने हुन्छ, जसले गर्दाखेरि त्यो प्राप्त गरेर जुन मुनाफा छ सबै चाहिँ उसले आफूले नपाउने अवस्था छ। त्यसै गरी अर्को कच्चा पदार्थ आपूर्तिमा पनि कठिनाइ छ। उनीहरू कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्ने हुनसक्छ। बाहिरबाट ल्याउँदाखेरि चाहिँ बाहिर जानुपर्ने हुनसक्छ। घर परिवारले घरभन्दा बाहिर नपठाउने अवस्था हुनसक्छ। अथवा घरमा बालबच्चादेखि लिएर घर परिवारको जिम्मेवारी सम्हाल्दै गर्दाखेरि समयको हिसाबले पनि उसले समय नपाउने अवस्था हुनसक्छ। जसले गर्दाखेरि उसले चाहिँ आर्थिक यो कच्चा पदार्थ चाहिँ आपूर्ति गर्न पनि उनीहरूले समस्या हुन्छ। अर्को कुरा चाहिँ हाम्रो सामाजिक अवस्था के छ भन्दाखेरि महिलालाई त्यति विश्वास नगर्ने अहिलेसम्म जुन कल्चर छ, उनीहरूले कच्चा पदार्थ आपूर्तिको लागि कैयौँ समयमा हामीसँग सबै चाहिने जति पैसा नहुन सक्छ। त्यो चाहिँ कच्चा पदार्थ आपूर्तिकर्ताले विश्वास नगर्न सक्छ। त्यसकारण चाहिँ महिलालाई व्यवसाय गर्दाखेरि यो पनि अर्को एउटा समस्या हो। त्यस्तै गरी अर्को छ व्यवसाय घाटामा जान सक्ने। भन्नुको मतलब अब यो व्यवसाय अब पुरुषले गरेको व्यवसाय घाटामा जाँदैन भन्ने त होइन, तर महिलालाई व्यवसाय गर्दाखेरि घाटामा जान सक्ने बढी सम्भावना किन हुन्छ भन्दाखेरि उनीहरूले व्यवसाय गर्नुपर्छ भन्ने भयो, उनीहरू व्यवसाय गरे, तर व्यवसाय गर्दाखेरि निश्चित खालको ज्ञान चाहिन्छ, त्यो खालको अनुभव चाहिन्छ, त्यो खालको शिक्षा चाहिन्छ। जब महिलाहरूले घरमा मात्रै सीमित पारेको अवस्थामा उसले शिक्षा पर्याप्त रूपमा गरेको हुँदैन, त्यो सम्बन्धी उसँग व्यवसायिक ज्ञान हुँदैन, व्यवसायिक अनुभव हुँदैन, जसले गर्दाखेरि चाहिँ के हुन्छ व्यवसाय घाटामा जान सक्ने अवस्था हुन्छ। त्यसै गरी जोखिम एक्लै वहन गर्नुपर्ने हुन्छ। अब जोखिम पनि उसले वहन गर्नु पर्यो। अनि त्यस्तै गरी निरन्तर व्यवसाय सञ्चालन नहुने अवस्था पनि हुन्छ। उसले व्यवसाय गर्दै गयो अनि उसलाई परिवारको अन्य झमेलाहरू भयो, अर्को बच्चा जन्मियो, अब व्यवसाय बन्द गर्नुपर्ने हुन्छ। अथवा परिवारको अन्य व्यक्तिहरूले अब यो व्यवसाय गर्नु हुँदैन भनेर चाहिँ बिचमै व्यवसाय गर्न उसले रोक्यो भने व्यवसाय चाहिँ रोक्नुपर्ने अवस्था हुन्छ। समाजको दबाब, समाजमा नकारात्मक टिका टिप्पणीको कारणले पनि व्यवसाय चाहिँ बन्द गर्नुपर्ने अवस्था पनि उसको बाध्यता पनि आइपर्छ। त्यसै गरी निर्णय गर्न कठिन
हुन्छ। महिलाहरूले व्यवसाय सञ्चालन गर्यो भने अब विभिन्न समय विभिन्न खालको निर्णय गर्नु, व्यवसाय गर्नु भने सफल उद्यम विशेषतामा हामीले छलफल गरिसकेका छौँ। निर्णय गर्न सक्ने क्षमता हुनुपर्छ। अनि जब यो निर्णय गर्यो भने भोलि केही अप्ठ्यारो आयो भने, समस्या भयो भने फेरि मलाई घर परिवारले चाहिँ दबाब दिन्छ कि हैन, यसमा अवरोध खडा गर्छ कि भन्ने जस्ता उसँग चाहिँ त्यो खालको मानसिक रूपमा उसलाई चाहिँ मानसिक रूपमा त्यस्तो खालको सोच विकास हुन्छ, जसले गर्दाखेरि निर्णय गर्दाखेरि पनि उसलाई कठिन हुन्छ। अनि त्यस्तै गरी जनशक्ति धेरै लाग्ने, उसको पारिवारिक जिम्मेवारी पनि अरू दोहोरो भूमिका भएको कारणले गर्दाखेरि सबै समय उसले व्यवसायमा दिन नसक्ने भएको कारणले गर्दाखेरि अरू जनशक्ति पनि त्यसमा चाहिँ संलग्न गराउनु पर्ने हुन्छ, जसले गर्दाखेरि जनशक्ति पनि बढी लाग्ने अवस्था रहन्छ, जसले गर्दाखेरि लागत पनि बढी लाग्छ। लागत बढी लाग्दाखेरि उसको चाहिँ बजारीकरणमा पनि समस्या हुन्छ। यस्ता चाहिँ समस्याहरू महिलाले बेहोर्नु पर्ने हुन्छ। त्यसै गरी व्यवसाय महिलाले गर्दाखेरि अन्य भोग्नुपर्ने अन्य समस्याहरू पनि छन्, जस्तै पारिवारिक सहयोग नपाउनु। महिलाहरूले गर्ने घरायसी काम जस्तै बालबच्चा हेर्ने, भात पकाउने, परिवारको रेखदेख गर्नुपर्ने हुन्छ। साथै परिवार व्यवसायमा पनि उनीहरूले समय दिनुपर्ने हुन्छ, जसले गर्दाखेरि उनीहरूलाई बाहिरी कुरा सोच्न र गर्नबाट बाधा पुर्याउने र व्यवसाय सञ्चालन गर्दाखेरि परिवारको सहयोग र समर्थन आवश्यक पर्ने हुन्छ, तर प्राप्त नगर्ने हुन्छ। त्यसैले अर्को चाहिँ स्वतन्त्रता पनि नपाउने। महिलाले जति पनि बाहिर गएर गर्नुपर्ने कार्यहरू हाम्रो समाजले, संस्कृतिले हेर्ने पक्ष ज्यादै नै सङ्कुचित छ, जसले गर्दा महिलाहरूको काम गर्ने क्षमता हुँदाहुँदै पनि यस कुसंस्कारले गर्दा उनीहरूमा गर्ने क्षमता हराएर जाने। यदि महिलाहरूमा यसरी दुवै पक्षतिर उनीहरूको काम गर्ने क्षमता रहँदै पनि समाजको प्रवृत्ति त्यसप्रति नराम्रो रहन्छ। र भन्नुको तात्पर्य उसले कुनै पनि बाहिरी काम अथवा व्यवसाय विकास तथा विस्तार गर्दा घरदेखि बाहिर जान समाजले चाहिँ अवरोध सिर्जना गर्छ। अनि त्यस्तै गरी पुरुष प्रधान कुनै पनि पारिवारिक व्यवसायमा पुरुषले नै व्यवस्थापन गर्ने भएको देखिन आउँछ, जसले गर्दाखेरि महिलाहरूले आफूले चाहेअनुसारको व्यवसाय बढाउन अथवा खर्च गर्न सोध्नुपर्ने हुन्छ। पुरुष प्रधान हुन बित्तिकै पुरुषबाट हरेक कुराहरू व्यवसाय अगाडि बढाउँदाखेरि पनि पुरुषलाई सोध्नुपर्ने हुन्छ र कुनै निर्णय लिनु पर्यो हैन, नौलो काम गर्नु पर्यो, जसले गर्दाखेरि अब अर्कोको भर पर्ने। उसले चाहिँ पुरुषले चाहिँ त्यो कुरा बुझ्न सकेन भने चाहिँ के हुन्छ त भने त्यो निर्णय गर्न सकिने अवस्था हुँदैन, उनीहरू आत्मविश्वास कमी हुन्छ, व्यवसाय विस्तार, जसले गर्दाखेरि व्यवसाय विस्तारमा बाधा पर्छ। यो एउटा पुरुष प्रधान भएको कारणले पनि यस्तो समस्या आइपर्छ। त्यस्तै गरी अर्को पारिवारिक झगडा हुनु। बेला बखत कुनै पनि व्यवसाय राम्रो कामको उपाधि पाउने सदस्य परिवारमा भए भने निश्चय पनि त्यहाँ प्रतिस्पर्धी भावनाको आउनु स्वाभाविक हो र घरको मूल्य मान्ने बुवाले जहिले पनि पछि छोरालाई प्राथमिकता दिने गर्छन्, जसले गर्दा छोरीलाई एउटा हीन भावना आउँछ, जसले पारिवारिक व्यवसायमा छोराछोरी दुवैले आफ्नो काम आफ्नो ठाउँमा गरिराखेको हुन्छ, तर पनि छोरालाई बढी प्राथमिकता पाउने र महिलालाई पछाडि पर्नु कारणले गर्दाखेरि एउटा चाहिँ परिवारमा कलहको सिर्जना हुन्छ। र अर्को चाहिँ अब परिवारको अन्य सदस्यहरूले बेला बेलामा विभिन्न विवादमा झगडा हुँदाखेरि पनि व्यवसाय बन्द गर्नुपर्ने अवस्था हुन्छ। अनि अर्को रहेको छ शिक्षा र तालिमको अभाव। र पारिवारिक व्यवसायमा महिलाहरूले चाहिँ महत्त्वपूर्ण भूमिका रहन्छ, तर उनीहरूलाई शिक्षाको अभाव छ, उनीहरूलाई तालिमको अभाव भएको छ, जसको कारणले गर्दाखेरि अब शिक्षा, तालिम, अनुभव जस्ता समस्याको कारणले गर्दाखेरि व्यवसाय अगाडि बढाउनको लागि पनि उनीहरूलाई समस्या भइरहेको छ। त्यसै गरी अर्को रहेको छ परम्परागत व्यवसायमा केन्द्रित तथा व्यवसाय सम्बन्धी ज्ञानको कमी हुँदाखेरि पनि महिलाहरूलाई व्यवसायमा परम्परागत रूपमा अहिलेको बदलिदो अवस्थाअनुसार नयाँ नयाँ अनुसन्धान, परिवर्तन, विकास भइरहे तापनि र बजारमा चाहिँ नयाँ नयाँ प्रोडक्टहरू पनि आइरहेको अवस्थामा पनि के हुन्छ त भन्दाखेरि महिलाहरूसँग अहिलेको नयाँ कुराहरूको ज्ञान हैन, बजार कस्तो छ, अहिले बजारमा कस्तो वस्तुको माग भइरहेको छ भन्ने कुराहरूको उनीहरूको अभाव हुने र उनीहरू परम्परागत ढङ्गले कस्तो खालको त्यहाँ गाउँघरतिर अथवा आफ्नो ठाउँमा कस्तो खालको परम्परागत ढङ्गले के कस्तो व्यवसाय गरिरहेछ त्यसैमा चाहिँ केन्द्रित हुनुपर्ने अवस्था छ। र जसले गर्दाखेरि उनीहरूले सञ्चालन गरेको व्यवसायबाट बजार पाउने अवस्था रहँदैन र व्यवसाय असफल हुने
समस्या चाहिँ रहन्छ। त्यस्तै गरी अर्को पनि समस्या रहेको छ जुन चाहिँ सामाजिक विभेद। अब सामाजिक विभेद भनेको समाजमा बनेको मानव निर्मित सामाजिक र सांस्कृतिक रूपले निर्णय गरेको भूमिका हो। यस्ता सामाजिक विभेदले गर्दा महिलालाई व्यवसाय व्यवस्थापन सञ्चालनमा असर पुर्याइरहेको हुन्छ। सामाजिक रूपमा चाहिँ जुन विभेद गरिन्छ समाजमा पुरुषहरूले गर्नुहुन्छ महिलाले गर्नुहुन्न भन्ने जुन छ हैन, समाजमा दबाब सिर्जना गर्ने कुरा काट्ने प्रवृत्ति जुन छ त्यसले गर्दाखेरि महिलालाई त्यो व्यवसाय व्यवस्थापनमा एकदम समस्या पैदा गरेको छ। यसरी हेर्दाखेरि महिलाहरूलाई व्यवसाय गर्दाखेरि विभिन्न कठिनाइहरू आइपर्ने देखिन्छ। यसको समाधान भनेको उनीहरूलाई महिलाहरूलाई राज्यले पनि चाहिँ अगाडि बढाउनको लागि विभिन्न कार्यक्रमहरू ल्याउने, उनीहरूलाई शिक्षाको कार्यक्रम, तालिमको कार्यक्रम हैन, अनुभव चाहिँ गर्ने खालको कार्यक्रमको विकास गर्ने, पुरुषहरूलाई पनि यो खालको चेतनाको विकास गर्ने, त्यो खालको महिलाहरू मैत्री खालको नीति निर्माणहरू हैन, व्यवसायमा महिलाहरूको लागि विभिन्न छुटहरूको सुविधाहरू, कर्जा लगानीको लागि चाहिँ ब्याज अनुदान, त्यस्तै बिउ पुँजीको व्यवस्थापन, यस्ता खालका व्यवस्थापन गरिदिन सकियो र महिलालाई व्यवसाय गर्दाखेरि सहज हुने खालको वातावरण सिर्जना गर्न सक्यो भने महिलाहरूले पनि देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने चाहिँ देखिन्छ। हुन्छ, आजको प्रस्तुतिकरण यही अन्त्य गर्छु। यो भिडियो कस्तो लाग्यो, भिडियो उपयोगी लाग्यो भने लाइक सेयर गर्न नभुल्नुहोला। आगामी दिनमा यहाँहरू कुन विषयवस्तुको भिडियो चाहनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। यदि यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकनको अल बटनमा क्लिक गर्नुहोला ताकि आगामी भिडियोहरू अपलोड गर्न बित्तिकै यहाँहरूलाई जानकारी होस् र आगामी दिनमा यस्तै उपयोगी भिडियो लिएर आउनेछु। प्रतीक्षा गर्नुहोला। हस्, धन्यवाद।